सरकारको अहिले त्यो फैसला हुने पनि होइन फैसला भएको पनि उनीहरूलाई अब उनीहरू आफ्नो सोच छँदैछ नि राजनीतिमा छन् यिनीहरूलाई एउटा बयान मात्रै हो कि आज फैसला छुट्टी अहिले पऱ्यो भने हजुर यो अहिले त्यो आज उसको बयानै सकिँदैन बयानै नसकेर तपाईँको धरौटी आउने भन्ने कुरा होइन क्या त्यो पछि चाहिँ अब बयान सकिएला हामी सही भन्छौँ निसाब भइन्छ सही भन्छ त्यो त सदा त हुनै पर्छ सदा नभएपछि दिनैले यति मार्ने हामीले पनि कानुन कारबाही केही छ होस् अनि तपाईहरु भनेर त भन्छ बस्छु एउटा सरकारी कानुन त हुनै पर्छ सर कानुन नभएपछि हामी पनि यति गरेर मार्ने हामीले पनि केही हामीले पनि केही चिज कारबाही गर्न पाइन्छ हामी तपाईहरुलाई पनि भन्छौँ भन्न त होइन सरकार भयो देउसिनी के भने आज मेरो बुढी साँझेखेरि हरि भने आज हामी न के भने आज बिहानखेरि मन काट्छ अपराधीले गए बेला पनि त मरे गए पनि न पर मान्छेले खबर लगाए बेला चाहिँ वर हस्ट्यो गरे अब अर्को गए पैसाले मोदरी पारे दियो बच्चापछि ढाके दियो हामीले केही मारे केही पुरी त भुने दियो पहिलो त्यो मार्दियो हैन कागज पुलिस गर्नु के दाइले हामीले केही भने थियौ यहीले किन गर्ने अनि हामी किन पनि आइला जे बाबा नजान्छ के गरेर दाइजो कुम्बो पनि दाइजो कुम्बो हामी लाग्नु पर्यो भने हामी नेपालमा फाँसी हुनुपर्छ सिधै हामीसँग आर्थिक त हामीसँग हुनु पर्यो किताब लड्ने हो हामी सत्यमा लड्ने हो त्यो पैसामा नलग्ने हामी सत्यमा लड्ने हो त्यसले छोटी बट्टी गरे भने कतो हामी के भन्नु भोलि यसको बहिनीलाई पट्याएर यसको हालत के हुन्थ्यो यसको मालै पट्याएर के हालत हुन्थ्यो यसले पनि यस्तो भन्दा त यिनीहरु पनि त बोल्दा त त्यस्तै गरिन बन्धु यो सभामा त मुसा बहिनी हामीलाई कानुन चाहिएको छ सिधा यसको छोरी पनि न्याय चाहियो बस हामीलाई यो कुन चाहियो हामी न्याय दिनु मान्छे मात्र हामी पनि आइपुग्यो हामीले केही हुन लाग्छ सदा हामी नलाग्नु पर्छ हैन भने तिनीहरुलाई पनि तिनैवटा हैटी गोबर पुलिस मिलेर